How's it going, bros? Welcome back to the Most Respected channel. Yes, we are back. And thank you for the compliment last video ma. And so sidai video ma jum. Today we will be reacting to premarital sex. Premarital sex ma के सोच्छ मान्छेहरुले समाजले कसरी हेर्छ र हामीलाई पनि इच्छा थियो यता सोध्ने तर अब त्यो हामीले गर्नै सकेन या सक्दैन किनभने मान्छेहरु आन्सर त दिन्छ त्यति बेला फेरि पछि चाहिँ भिडियो डिलिट गर म बदनाम त्यहाँनिर भनेर आजको भिडियो प्रिमरिटल सेक्स हेरौँ के हुन्छ नेपालमा लकडाउन भए यता धेरै दाजुभाइ तथा दिदीबहिनीहरू विदेशमा अड्किरहनु भएको छ By the way, Paradigm TV is really big and दामी कन्टेन्ट हुन्छ you should watch Paradigm TV राम्रो छ awesome कन्टेन्ट हुन्छ भनेर क्या कपिराइट स्ट्राइक नै गाउँछ भनेर हाम्रो समाजले नि प्रिमेरिटल सेक्सलाई कसरी हेर्छ जस्तो लाग्छ ट्याबु आई थिंक सोशल ट्याबुको रूपमा हेर्छ एउटा विकृतिको रूपमा क्या एउटा त्यो चाहिँ फटाई रूपमा चाहिँ त्यसरी नै लिन्छ प्रिमैरिटल सेक्स भनेको के हो भाइ सुरुमा म सेक्स त्यति अलिकति थाहा हुँदैन मलाई सेक्सको त्यति थाहा छैन Get this man a sex. Black Panther. पापको रूपमा हेर्छ जस्तो लाग्छ नेपाली समाजको लागि चाहिँ बोल्न सक्छु म अब विदेशमा कस्तो छ त्यो फेरि छुट्टै एउटा डिस्कसन हुन्छ जस्तो लाग्छ अहिलेसम्म पचाउने त चान्सै छैन अब 10-20 वर्षसम्म पनि यो चिज चाहिँ त्यो अर्थ भन्दिन न त्यो भनेको चाहिँ विवाह अगाडिको जुन शारीरिक सम्बन्ध हुन्छ नि हैन त्यसलाई हाम्रो समाजले कसरी लिन्छ जस्तो लाग्छ तपाईलाई ए म त भर्जिन हो दाइ मलाई यस्तो थाहा हुँदैन मलाई खासै थाहा छैन दाइ यो तपाई साच्चै भर्जिन हो म भर्जिन हो दाइ मजाले खुलेर भन्नुभयो त खुलेरै भने त्यही भएर सेक्सको चाहिँ म अलि कमै मलाई ज्ञान हुन्छ त्यो 6 क्लासमा मैले त्यो हेल्थ भन्ने सब्जेक्टमा पढेको चाहिँ जस्तै लाग्छ त्यो कुरा अलिअलि अनि त्यही हो दाइ अलिकति आइडिया होला नि त समाजले कसरी लिन्छ यो कुरालाई भन्ने कुरा के मलाई थाहा नै छैन दाइ यार म चाहिँ अब जे गर्न नै पाइन्छ जस्तै लाग्छ मलाई चाहिँ हैन अब आफ्नो लाइफ हो अब गर नि त टाइपको हुन्छ नि अब गर्न मन छ भने अब के रोकछेक गर्ने हैन आफ्नो इच्छा हो जस्तै लाग्छ गिभ दिस म्यान अ मेडल आफू भर्जिन भएर पनि उसको माइन्ड चाहिँ उयो रहेछ क्या ओपन ब्रड रहेछ नि त किनभने अब आफूले पाएको छैन एन्ड समाजले कसरी हेर्छ सबिन समाजले घृणाको रूपले हेर्छ प्रिमेरिटल सेक्स भन्ने पाप नै भन्छ नि त इट्स पाप इट्स इम्प्योर झन् अब त्यस्तै फेसबुक पोस्टहरू पनि देखिबस्छ नि क्या केटाहरू चाहिँ त्यस्तोहरू हुँदैन अरे हो तर अब केटीहरू चाहिँ प्रिमेरिटल त्यो सेक्स गऱ्यो भने चाहिँ त्यो चाहिँ अब केटी इम्प्योर भयो अरे त्यो त्यस्तो खालके त्यो सिधा नभए पनि इन्डाइरेक्ट खालके हुन्छ नि क्या आई जस्ट वान्ट से यु आर नट इम्प्योर it's normal and you're still beautiful and you're pure. You don't have to prove the world your purity. अडल्ट छ दुवैजना अडल्ट छ र दुवैजनाको अग्री छ दुवैजना अग्री छ त्यो कुरामा भनेपछि चाहिँ आई डोन्ट थिङ्क इट्स रङ जसलाई जे गर्न इच्छा लाग्छ अलिकति सेफ भएर अलिकति कसैलाई धोका नदिकन हैन वेल आइ एम नट अगेन्स्ट इट बट अब त्यही हो we all should be protected मिया बिबी राजी क्या गरेको पाजी भन्छ तर बिबी नभए पनि अब दुईजना अब 18 प्लस अब भनौँ 18 होइन जस उमेर पुगेको मान्छे आफ्नो सहमतिमा हुन्छ भने त्यो चाहिँ नर्मल हो कन्सेन्टिङ अडल्ट छ भने किन त्यो रङ हो होइन त्यसमा केही रङ छैन तातर चाहिँ पान हाम्रो संस्कृतिले शराब दिन्छ तिमीलाई अब कसैलाई चाहिन्छ भने उसले अब जसरी पनि गर्छ नचाहिने बस्छ द्याट्स इट हामी बाइक चलाउँदा हेलमेट लाउँछौँ भनेपछि नै अब त्यो गर्दा नि तपाईँले भने जस्तै अब हेलमेट युज गर्नु या चाहिँ तपाईँको आफ्नो ल्याङ्ग्वेज अनुसारले युज गर्नु सेफ्टी युज गर्नु आफ्नो ल्याङ्ग्वेजमा जे भन्छ त्यो भन्नु भनेर भनेको छ होइन अन्त एकपल्ट हामी म र मेरो साथी उयो किन्नु गएको थियो भर्खर हेलमेट भन्ने होइन कन्डम किन्नु गएको थियो होइन त्यसपछि चाहिँ अन्त गएर चाहिँ अब मैले साथीलाई दिएँ होइन किन्नु अन्त भैया उयो छ क्याप छ क्याप भनेर पटेका पड्काउने मैले मनमा सोच्दैछ अन्त टेक्निकली पटेका पड्काउने होइन
हामी पनि त्यो ठिक छ लाग्दैन त्यो कुराहरू। ठिकै हो, किनभने अब अलिकति हामीभन्दा अगाडि हाम्रो अब पेरेन्ट्सहरूको टाइमको भनौँ न, उहाँहरूको टाइमलाई चाहिँ अब ठिक लाग्दैन। इट्स ओके, बट अब हामीहरूले गर्दाखेरि चाहिँ त्यो अलिकति नसुहाएको जस्तो भयो क्या। अब हामीले त कुरा गर्दैछ नि यता हामी मोडर्न हुनुपर्छ, यस्तो यस्तो हुनुपर्छ भन्ने खालके भन्छ नि त। मान्छेहरूलाई अहिले सोधेर गयो भने नि भन्छ कि, तर भित्रभित्रै त्यो फलो चाहिँ गर्दैन नि त। अर्कै घिनलाग्दो सोच भएको मान्छेहरू हुन्छ नि, हाम्रै जेनेरेसनमा पनि त्यस्तो खालके मान्छेहरू छ, बट त्यस्तो नभएको राम्रो भन्छु म चाहिँ। अरूको थाहा छैन मलाई। यहाँ को छ? आई एम प्र्याक्टिसिङ इट भनौँ न, त्यही नथिङ, इट्स कुल। रियली इट्स कुल, नट टु लुक कुल, बट अब आई ह्याड प्रिमेरिटल सेक्स भनेर आई एम कुल नाउ भन्ने होइन, तर नर्मल हो, इट्स ओके भन्ने खालके। बे नै कुर्नुपर्छ जस्तो चाहिँ लाग्दैन मलाई चाहिँ। गो फर इट इफ यु वान्ट टु। हुन्छ यो चिज अब यो रोकेर रोकिँदैन, यो पहिलादेखि भइरहेको चिज हो, अब परापूर्व कालदेखि भइरहेको चिज हो नि यो त। अब यसलाई अहिले आएर चाहिँ के अब नराम्रो भने नराम्रो होइन, भित्रभित्र भइरहेछ, मैले गर्छु, अब के भयो त होइन। अब के मलाई के थुन्नी अब त्यो मान्छे दामी रहेछ, दामी क्या। ब्युटिफुल्ली मान्छेहरूले ब्युटिफुल्ली एक्सप्लेन पनि गरेको, ब्युटिफुल्ली पोर्ट्रे पनि गरेको क्या। यता त खेद्दा हुन्छ नि मान्छेहरूलाई, भन्नुहोस् न प्रिमेरिटल सेक्स, ओ सेक्स नो प्लिज आई डोन्ट वान्ट टु टक अबाउट सेक्स एट पट। चाहिँ अनवान्टेड प्रेग्नेन्सिज, एसटिडिजहरू प्रिमेरिटल सेक्सले गर्दाखेरि हुन सक्छ कि सक्दैन जस्तो लाग्छ? यो सबै कुराहरू चाहिँ अलिकति हामीले यौन शिक्षाको कमीले चाहिँ हुन सक्ने हो होइन। अनि प्रिमेरिटल सेक्स सबैभन्दा अनसेफ भनेको चाहिँ आई थिङ्क टिनेजर्सहरूलाई चाहिँ हो के। सो टिनेजर्सहरूले चाहिँ अलिकति सेफ भएर उहाँहरूलाई अलिकति हामीले सेक्स एजुकेसन राम्रोसँग दियौँ भने चाहिँ सायद यो समस्याहरू कम हुन सक्छन् होइन। एसटिडीको फुल फर्म के हो? मजा त्यहाँनिर दामी एन्सर र त्यसपछि एसटिडीको फुल फर्म के हो? एक्ट गरेको हो कि साँच्ची नै हो कि फनी हुनु खोजेको होला? गर्दैन, अब सबै हुने भनेको हामी जस्तो युथहरूबाटै हो होइन। हामीले बुझेका छौँ के गर्नुपर्छ, के लाउनुपर्छ, के खानुपर्छ भनेर होइन। अब के गुवाँचेको फुल हो र भनेर के लाएर गर्ने नगर्ने थाहा नभएको। डाइरेक्ट टक, आई लाइक द्याट म्यान। अब थाहा नभएको कुरा हो र, के गर्नुपर्छ के गर्नु नपर्ने सबै थाहा भएकै कुरा हो। सो त्यही हो। प्रिमेचुर सेक्सले भन्दा पनि अनप्रोटेक्टेड सेक्सले चाहिँ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। आई डोन्ट थिङ्क यो चाहिँ यो प्रिमेरिटल सेक्स म्यारिटल सेक्स भन्दा पनि सेक्स एजुकेसनको कमीले गर्दाखेरि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। प्रिमेरिटल सेक्समा सायद बढी देखिन सक्छ, तर त्यो चाहिँ टिनेजर्सहरूमा चाहिँ बढी देख्न सक्छ, किनभने यु नो वेन किड्स लाइक 16-17 वर्षको हुने बेलामा उहाँहरूलाई चाहिँ अलिकति नलेज कम हुन्छ होइन। अनि 18मै पनि धेरैजना अलि परिपक्व हुनुहुन्छ जस्तो लाग्दैन मलाई यो हिसाबमा। त्यस कारण त्यो बेला अलि बढी हुनसक्छ, तर त्यसले नै भनेर चाहिँ भन्न मिल्छ जस्तो लाग्दैन। त्यो वर्ड्सहरू मजाले युज गरेको क्या, सुनिरहनु मन लाग्ने क्या। सबैजना त्यहाँनिर जो छ सबैजनाले मिठो मिठो एन्सरहरू दिएको क्या, खुसी लाग्यो। क्वेसन फेरि एकपल्ट भन्नु। यस्तो कुरा अफकोर्स हुनसक्छ होइन, कहिले कहिले अब यो कुराहरू प्राय गलत तरिकाले चाहिँ हुन्छ होइन, लुकेर एउटा सर्टेन टाइममा आएको फिलिङ देखिने हो होइन। त्यो केसमा अब कतिले हुन्छ नि सेफ्टी अपनाउन सायद कतिले सक्दैन, किनकि उनीहरू एकदम हतारमा हुन्छ क्या। अफकोर्स हुन्छ, सेक्सै मात्रै सोध्नु हुँदो रहेछ दाइले होइन। होइन त्यो त अब रिक्स त रिक्सै हुन्छ नि, त्यो कुराले गर्दा चाहिँ के हुन्छ भने सुसाइड गर्ने एउटा कुराले, एउटा फ्यामिलीबाट टाढा हुने हरेक कुराहरूको रिजनहरू हुन्छ त्यसमा चाहिँ। अब अकालमै जान जान सक्छ त्यो कुरामा। अब हामीले चाहिँ त्यो गर्भपतनहरू गर्ने गर्दाखेरि होइन। म आफै पर्सनल्ली म 8-9मा पढ्दाखेरि जुन हुन्छ नि त्यतिखेर लाइक त्यो मजासँग टिचर्सहरू होइन म्यामले पढाइराख्नु भएको छ भने म्यामले त्यो च्याप्टरै स्किप हानिदिनुहुन्छ कि। किनभने हाम्रो कोएड थिएन, हाम्रो सबजना केटाकेटाहरू थियो। अन्त केटाहरू अब बिहानदेखि बेलुकासम्म त्यही कुरा गरिरहेको थियो। सिचुएसन अझै पनि छ भने चाहिँ त्यसले चाहिँ अभियसली एफेक्ट गर्छ होइन। अनि नत्र भए त इस्यु छैन, किनभने कन्डोम्स कन्ट्रासेप्टिभ डिभाइसेसहरू धेरै छ। अनि मान्छेलाई अहिले त तपाईँको इभन युट्युब गुगलमै सर्च गऱ्यो भने पनि पाउँछ, त्यो खासै ठुलो इस्यु होइन जस्तो लाग्छ मलाई। फेरि सेक्सै कहिले नगरेको मान्छेलाई सेक्सको बारे सोद्धा अब कस्तो हुन्छ होइन। पिल्सहरू त्यो मान्छेको उयोमा सुन्यो के हो यो मैले गरेकै। मैले अझै एउटा कुरा भनौँ भन्दै थिएँ कि केटीहरू चाहिँ इम्प्योर हुन्छ भन्ने खालके त्यो मेन्टालिटी हुन्छ होइन आफ्टर सेक्स।
आफ्टर प्रिमेरिटल सेक्स टु बी स्पेसिफिक अनि इम्प्योर हुन्छ भन्ने अब त्यो मेन्टालिटी अन्त केटाहरू चाहिँ क्या त्यस्तो भएकै हुँदैन पनि पहिला अब हाम्रो साथीहरू क्या मैले आज सेक्स गरेँ मैले आज सेक्स लिएँ भन्ने खालको हुन्छ नि दुईजनाको अब कन्सेन्ट भएर चाहिँ त्यो अब त्यो मोमेन्ट भएर चाहिँ त्यो भएको होइन तर मैले त्यो केटीकोबाट सेक्स खोसेँ भन्ने खालको हुन्छ नि क्या त्यसकोबाट मैले लिएँ दुईजनाले चाहिँ गरेको होइन त्यो मैले लिएँ अब म अमर हो भन्ला जस्तो क्या विवाह अगाडिको शारीरिक सम्बन्धलाई चाहिँ सरकारले चाहिँ ल यो चाहिँ अब क्राइम हो यो गर्न हुँदैन भनेर रोक लगायो भने चाहिँ विल इट इफेक्ट यु Bro, porn पनि ban छैन. But we still watching it, man. So I don't think it's gonna matter त्यति धेरै. दामी If you know what I mean. बुझ्नुभयो तपाईँले के भन्नु खोजेको बुझेन भने अलिकति मच्योर भएर बुझ्छ वी आर लिभिङ इन 21st सेन्चुरी होइन यो टाइममा आएर यो अहिलेको यङ जेनेरेसन्सहरूलाई तैँले यो टाइमसम्म यो गर्नुपर्छ यो टाइमसम्म यो गर्नु पर्दैन भनेर कन्ट्रोल गर्ने त्यो खालको इन्भाइरोमेन्ट पनि छैन अब त्यो कुराले मलाई फरक पार्ला नपर्ला त्यो छुट्टै ठाउँमा छ होइन म आफू त जे होस् सरकारले जे डिसिसन लिन्छ म त्यसमा रेडी छु होइन अब म जस्तो सबै हुँदैन होला होइन धेरै साथीहरू सायद दुखी हुन सक्नुहुन्छ यो कुराले मजाले भन्यो दुखी हुनुहुन्छ भनेर क्या मलाई त्यो सार्काजम इन्टेन्टेड क्या त्यो हँसाइमा तिमी हाँस्छौ नि क्या अनोइङ पारेर अस्तिको भिडियोमा हाँसेको छ नि अरूलाई ट्रोल गरेर हाँस्दा खाले झन् कस्तो रिस उठ्छ होला है साँच्चै नै मोस्ट अनोइङ लाफ आफूलाई हेर्दा रिस उठ्छ नि कोही बेला हाँसेको यदि कसैले चाहिँ चुरोट खान पाउँछ होइन रक्सी खान पाउँछ त्यो कुराहरू लिगल छ भने आई डोन्ट थिङ्क प्रिमोराइटल सेक्सलाई चाहिँ इलिगल गराउन सकिन्छ देयर आर अदर हार्मफुल थिङ्स हाम्रो समाजलाई अथवा हाम्रो स्वास्थ्यलाई होइन मर्नेसम्म बनाउने क्यान्सरसम्म ल्याउने यदि अरू कुराहरू चाहिँ लिगल छ भने प्रिमोराइटल सेक्सलाई चाहिँ अलिकति इलिगल बनाउन मिल्छ जस्तो नेपाल सरकारले चाहिँ मलाई लाग्दैन होइन गर्नु पनि हुँदैन र गर्नुभयो भने सायद युवाहरू चाहिँ ठुलो मात्रामा चाहिँ बाटोमा आउँछन् जस्तो मलाई लाग्छ रेस्पेक्ट टु द लेडी सो तपाईँहरूको ओपिनियन्स दिनुहोस् होइन तपाईँहरूलाई के लाग्छ प्रिमेरिटल सेक्स होइन मलाई चाहिँ ठिकै हो लाग्छ जबसम्म एकअर्का राजी छ भने अरू किन बिचमा आउनु होइन सो या दिस वाज द भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोस् लाइक गर्नुहोस् सेयर गर्नुहोस् सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गर्नुहोस् थ्याङ्क यू राम्रो हामी राम्रो हो भनेर देखाउनु के भिडियो गरेको सबै प्रवेश गाइस